हेलो हेलो गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत चाहन्छु। म तपाईँहरूको साथी विजय लिम्बूको तर्फबाट आज चाहिँ यहाँ बिहान बिहानै एक्सर्साइज गर्ने क्रममा यो हाम्रो धेरै पानी नै पानी थियो है। अस्ति त अलिअलि थियो, यो कहाँबाट लिक भइरहेको छ, यो पानी कहाँबाट आउँदैछ भन्दै म हेर्दै जाँदैछु है गाइस। तपाईँहरू कुर्दै बस्नु होला, म यसको मुहान पत्ता लगाएर आउँछु है। यसको मुहान चाहिँ कहाँ रहेछ भन्दाखेरि यता रहेछ है, यहाँबाट आउँदो रहेछ। हेर्नुहोस्, यहाँबाट पलाउँदो रहेछ, त्यसपछि यहाँबाट पलाउँदो रहेछ पानी। पहिला चाहिँ यहाँबाट मात्रै आउँथ्यो, अहिले यहाँबाट आउँछ। यो सङ्केत राम्रो हो कि होइन कृपया कमेन्ट गर्नु होला है। यता कतै कतै पानी छैन, बिचमा निस्किन्छ। यो पानीले गर्दा यहाँ भासिने सम्भावना धेरै छ है गाइस हो। यस्तै हो, अरू बाँकी दिन अब भोलि पर्सि अपडेट गरौँला त्यो पानीको बारेमा। म चाहिँ यहाँ रनिङ हान्दैछु दैनिकी, एकदम कुद्नु पऱ्यो नि त होइन, स्वास्थ्यको लागि राम्रो हो भन्छन् सबैले। हाम्रो होस्टेललाई पनि देखाइदिनु भयो। हाम्रो क्यान्टिन, यो सिमानो कम्पनीको क्यान्टिन हो। यो चाहिँ होस्टेलहरू हो है हाम्रो। यता क्यान्टिन छ, यहाँ माथि पनि होस्टेल नै हो हाम्रो। जम्मा जम्मी 5वटा छ, 4 तलाको एउटा होला, 5 तलाको बिल्डिङ 4वटा होला है। यस्तै छ। हामी चाहिँ सी ब्लकमा बस्छौँ, हाम्रो ब्लक यता हो, पल्लो छेउपट्टि हो गाइस हो। त के भन्नु, यस्तै हो, पसिना बगियो मजाले। अब चाहिँ आनन्दले सुत्नुपर्छ भन्दा नि ड्युटी कुद्नुपर्छ, के गर्नु है। ल आजले भिडियो यति नै। आगामी दिनहरूमा फेरि पनि म तपाईँहरूको सहयात्री साथी विजय लिम्बू हजुरहरूको माझ आउने नै छु, यस्तै नयाँ अपडेट लिएर। हस् त, बाइ बाइ।